माननीय धनराज गुरुङ जो कानुन न्याय तथा संसदीय मामिला मन्त्री पनि हुनुहुन्छ र नेपाली कांग्रेसका उपसभापति पनि हुन्छ। नेपाली कांग्रेसका युवा नेता श्रद्धेय धनराज गुरुङज्यूलाई मन्तव्यको लागि सार्वजनिक मन्त्रीलाई हार्दिक अनुरोध। नेपाल ट्रेड युनियन कांग्रेस को यो 7औं महाधिवेशन समुद्घाटन कार्यक्रमका सध्य सभापतिज्यू, यस समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका कार्यवाहक सभापति, उपप्रधान तथा दक्ष मन्त्री श्रद्धेय पूर्णबहादुर खड्काज्यू, नेपाली कांग्रेसका वरिष्ठ नेता श्रद्धेय डाक्टर शेखर कोइरालाज्यू, नेपाली कांग्रेसका श्रद्धेय नेता कृष्ण सिटौलाज्यू, नेपाली कांग्रेसका श्रद्धेय महामन्त्रीद्वय, कांग्रेसका केन्द्रीय सदस्यज्यूहरू, मञ्चमा आसीन श्रद्धेय नेता साथीहरू, सञ्चारकर्मी मित्रहरू र यो 7औं महाधिवेशनलाई सफल पार्नका लागि सहभागी भइरहनुभएका श्रद्धेय दिदीबहिनी दाजुभाइहरू, धेरै लामो कुरा गर्नु छैन। सबभन्दा पहिले म यो 7औं महाधिवेशनको सफलताको कामना गर्न चाहन्छु, शुभकामना व्यक्त गर्न चाहन्छु। वास्तवमा ट्रेड युनियन कांग्रेस त्यस्तो संस्था हो जसले सबभन्दा पहिले यो मुलुकमा 104 वर्षसम्म जरो गाडेर बसिरहेको राजतन्त्रको जरा हल्लाउने पहिलो काम ट्रेड युनियन कांग्रेसले गरेको थियो। गर्न चाहन्छु त्यो 2003बाट अगाडि बढेर हामी 2080मा छौँ। 2080को कुरा गर्दै गर्दाखेरि 77 वर्ष यता आएर कुरा गर्दै गर्दा आज तपाईहरुसँग फेरि पनि भन्न चाहन्छु, तपाईहरुले फेरि पनि हिम्मत गर्नु आवश्यक छ। जसरी 2003 सालमा राणा शासनको जरो हल्लाउने काम गर्नु भएको थियो, त्यस्तै गरेर अब यो मुलुकमा एउटा प्रवृत्तिको जरो हल्लाउने काम तपाईहरुले नै गर्नुपर्छ। त्यो भनेको भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम तपाईहरुले गर्न आवश्यक छ। यो गर्न चाहन्छु म। नेपाली राजनीतिमा दुईटा वर्ग छन्, दुईटा जीवी छन्, एउटा श्रमजीवी, एउटा पराजीवी। पराजीवीहरूलाई परास्त नगरेसम्म श्रमजीवीहरूको उत्थान हुन सक्दैन। त्यसो भएको कारणले गर्दाखेरि पनि निवेदन गर्न चाहे मैले आज तपाईहरु यो ठाउँमा उभिँदै गर्दाखेरि हामीले मागेर होइन, ट्रेड युनियन कांग्रेसले मागेर होइन, ट्रेड युनियन कांग्रेस इतिहास हेर्नुहोस्, ट्रेड युनियन कांग्रेसले खोसेर लिन्छ आफ्नो अधिकार। अब खोज्न अगाडि बढ्नुहोस् निर्णय गर्न चाहे मैले। त्यस कारणले गर्दाखेरि आज यो मुलुक किन बन्न सकेन? 2046 सालको जनआन्दोलन पश्चात पटक पटक हामी अगाडि बढौँ, हामीले व्यवस्था पटक पटक बदल्यौँ, तर नेपाली जनताको अवस्था किन बदल्न सकेनौँ? सिर्फ भ्रष्ट प्रवृत्तिका कारणले गर्दा हो। हामीले भ्रष्ट प्रवृत्तिलाई बदल्न सकेनौँ। भ्रष्ट प्रवृत्ति बदल्न आवश्यक छ, भ्रष्ट प्रवृत्तिको अन्त गर्न आवश्यक छ। त्यसै कारणले गर्दाखेरि भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिङ्ग, क्षेत्र, राजनीतिक पार्टी र राष्ट्र त हुँदैन भन्ने मान्यता स्थापित गर्नको लागि पहिला ट्रेड युनियन कांग्रेस अघि बढ्न आवश्यक छ। म निवेदन गर्न चाहन्छु। त्यसो भयो भने मात्रै हामी रूपान्तरको अभियानलाई रूपान्तरण गरेर अघि बढ्न सक्छौँ। सिङ्गो मुलुकलाई रूपान्तरण गर्न सक्छौँ। सिङ्गो मुलुक रूपान्तरण गर्नको लागि पहिला कांग्रेस रूपान्तरण हुन आवश्यक छ। पहिला त्यो कांग्रेस रूपान्तरण गर्नको लागि त्योभन्दा पहिले हामी जस्ता नेताहरू आफै रूपान्तरित हुन आवश्यक छ। त्यस कारणले गर्दाखेरि निवेदन गर्न चाहन्छु म, आफू नबदलिने, कहिल्यै बदल्न नपर्ने तर अरू बदलिदिए हुन्थ्यो भन्ने आशा राखेर मुलुक बदलिन्न। त्यसो भएको कारणले गर्दाखेरि निवेदन गर्न चाहन्छु, साँच्चीकै ट्रेड युनियन कांग्रेसले भ्रष्ट प्रवृत्तिको जरो हल्लाउन थाल्यो भने म त यो त्यो भन्दिनँ।
धेरै नेता भ्रष्ट नेताहरूको मुटु काट्न थाल्छ, मुटु हल्लिन थाल्छ। त्यो अवस्थामा तपाईँले पुर्याउनै पर्छ। त्यही अवस्था पुर्याउनु भयो भने मलाई लाग्छ ट्रेड युनियन काङ्ग्रेसको पछि पछि नेपाली काङ्ग्रेस हिँड्नुपर्ने अवस्था आउँछ। त्यो अवस्था तपाईँहरूको व्यवहारबाट, तपाईँहरूको कर्मबाट त्यो अवस्था पुर्याउन सक्नुहुन्छ भन्ने मलाई विश्वास छ। त्यसो भएको कारणले गर्दाखेरि यत्रो कर्मशील, यस्तो निष्ठाको राजनीति गर्ने, मैले अघि नै भने नि नेपाली राजनीतिमा श्रमजीवी र परजीवीसँग तपाईँले माग्ने हो। परजीवी भएर नेपाली राजनीतिमा परजीवी भएर जनताको रगत पसिना सोच्नेहरूसँग तपाईँ श्रमजीवीहरूले माग्ने हो होइन, गलत। तपाईँले त त्यस्ता परजीवीलाई ठाउँका ठाउँ ढाल्नुपर्छ, ठाउँका ठाउँ होसियारी पुरा गराउनुपर्छ, ठाउँको ठाउँ बहिष्कार गर्न सक्नुपर्दछ। दाइ भन्दै भ्रष्ट प्रवृत्तिको भ्रष्टाचारीहरूलाई पछि लाग्ने ट्रेड युनियन काङ्ग्रेस हुन्न, मलाई थाहा छ राम्रोसँग। त्यस कारणले गर्दाखेरि भ्रष्ट प्रवृत्तिको अन्तको अभियानमा तपाईँहरू जुट्नुहुनेछ भन्ने मलाई विश्वास छ। यही विश्वासका साथ नेपाल ट्रेड युनियन काङ्ग्रेसको 7औं महाधिवेशन यही मानेर सफल हुनेछ। यही महाधिवेशनबाट अब भ्रष्ट प्रवृत्तिको अन्तको अभियान उद्घोष गर्दै अगाडि बढ्नुहुने विश्वासका साथ मेरो भनाइहरू यही अन्त गर्न चाहन्छु। धन्यवाद। सबै नेपालीको जय होस्। जय नेपाल।